हेलो एन्ड नमस्ते गुड मर्निङ सबैजनालाई है वेलकम ब्याक माई च्यानल। अनि गाइस हामी चाहिँ अब ड्युटी जानु आँटेको दिउँसोको कति 12 बजेबाट ड्युटी हो, तर अहिले चाहिँ 11 बज्दैछ। अब टाइम ठिक्क हुन्छ जानलाई। कति बज्यो 11:41 भएछ। अब हामी चल्दिएको ड्युटीतिर है, किटामा ट्याक्क कुवेतबाट 12:30 जय ट्याक्क। ए अब लिफ्ट पनि खुलिसक्यो। ल सधैँ के छ ल ड्युटीतिर कस्तो थोत्रो लिफ्ट रहेछ हौ। लगायत बिस्तारै अब हामी बाटोको पनि देखाउँछौँ होइन। अहिले चाहिँ हामीसँग धेरै मिनट टाइम छैन। अब 18 मिनटभित्र हामी जोनभित्र पुग्नुपर्ने छ। त्यही भएर चाहिँ कृपया धैर्य साथ 36 मिनट कृपया हाम्रो धैर्य साथ भिडियो हेरिदिनु होला है। लगायत लिफ्ट पनि खुलिसकेको अवस्था। हामी दुई भाइ चाहिँ ट्याक्क ड्युटी हिँडेको अवस्था अहिले चाहिँ 12:30 के छ सधैँ भनिदेऊ नि त यसो। ओए अरे घाममा टल्केर बसिरहेको रहेछ त यार। सेट केटाहरू सब गइसकेछ। हामी चाहिँ लास्ट परेछ। जहिले ढिलो हामी ढिलो भयो। हामी बिस्तारै है बाटोमा भेट्नेछौँ है त। अब ठ्याक्क रेडी हुनु पऱ्यो, बाइकमा हेलमेट साइड पनि लाउनु पऱ्यो चट्ट है त। ल गाइज हामी ट्याक्क जक्सनमा चाहिँ आइपुग्यो। सरलाई सबजना यहीँ छ होइन, केटाहरू बसिरहेछ। अब अनलाइन गरेर रेडी पोजिसनमा छु कि अर्डर आउन साथ त फाँडी हिँड्नुपर्छ ल गाइज। त्यही भएर अब हामी यसरी नै फिरहेको छ त गाइज। ल गाइज म चाहिँ भर्खरै फर्स्ट अर्डर कम्प्लिट गरेर आएको छु होइन। कति बजी दिएको थियो अघि नै दिएको थियो होइन। एउटा अर्डर हानिसकेँ, हेर्न सक्नुहुन्छ तपाईँहरू पनि होइन। एउटा अर्डर हानिसकेँ ट्याक्कै यसरी नै। अब फेरि सर्चिङ द ओडो है, त्यही हो कडा हो। अब सबैलाई लाग्छ होइन राइडर कोही बवाल राइडर जान पायो भने होइन। कस्तो घाम छ, बस्ने ठाउँ कहाँ छ, के छ, यही हो बस्ने ठाउँ। जहाँ खुल्ला मैदान देख्यो त्यो राइडरको ठाउँ होइन। जहाँ पार्किङ देख्यो त्यो राइडरको ठाउँ यस्तो छ। आज चाहिँ अलि गर्मी बढिरहेको छ। हावा पनि चलिहाल्यो। हावा नचले भने त फेरि तनाव हुन्थ्यो होइन। राइडरको यस्तो हुन्छ राइडरको रियालिटी। यो चाहिँ मेरो साथी हो कम्पनीको। यो ब्रो what's up? Say hi. Hi. Is this camera? Yeah. Let me see. No, I'm recording this now. It's a reality. Boy केटाहरू सब सोच्दैछ। म पनि अब ओए मेरो फोन खसेछ। म पनि अब वेटिङमै हो। अर्डर आउँछ म पनि हिँडिहाल्छु नि छ्याममा पारामा है त। लगेडा हो सेकेन्ड अर्डरको सुरुवात होइन, विथ
टिप्स पनि होइन, तर अलि टाढाको रहेछ केटा। मैले चाहिँ उठाउनु पर्ने हुन्छ यो। अब उठाइदिएँ त्यो केटा। अब उठाउन साथ अब लोकेसन आउँछ है। रेस्टुरेन्टको नाम यहाँ रहेछ केटा हो। यो अब ट्यागको लोकेसनमा तपाईँको डिरेक्सन ट्याग गरेपछि लोकेसन आयो। ल त गाइस है त पर्ने हुन्छ। मायाले त के टिप्स 200 फिल्स टिप्स पनि हालिदिएको छ। ल गाइस जानुपर्ने हुन्छ है। उसले फिर भी गाड़ी स्टार्ट नहीं हो रहा है। लगाइच आज चाहिँ भाग्दा भाग्दा अब भर्खर यहाँ बस्ने मौका पाइरहेको छु होइन। यस्तो बस्दैछु अब यसो अर्डर आज अझ रेस्टमा छौँ भने कोही अर्डर आएर नि एक्सेप्ट भइसकेछ यार। कन्फर्म गर्नुपर्ने भएछ यार। ओहो केटाहरू के हो यार, अर्डर आएर नि नभनिदिने यार। अर्डर नहानेर क्या मैले माइलाले फेरि अनुहार छेकेर होइन जात्रा छ। केटाहरूलाई अर्डर नआएर रिसा छ यार। ल आजलाई चाहिँ यति नै। अब ट्याक्क चट्टा पारामा मिठो पारामा सब केटाहरू यहाँ बसिरह होइन। म चाहिँ अब अर्डर आयो च्याट्ट जानुपर्ने भयो। यस्तो अर्डर आएर एक जानु लाग्यो। माइला चाहिँ चोर जसरी बसिरह है। आज अर्डर ध्वस्ता लाग्ने भयो भनेपछि अहिलेसम्म स्टार्ट भएन केटा। अब यस्तै छ।